दीपम ज्योति नमस्तुते दीपम ज्योति परम ब्रह्म दीपम ज्योति जनार्दनम दीपम ज्योति हरते पापम दीपम ज्योति नमस्तुते ओम कलवर्णाय नमः ओम कलसमुखे विष्णु कंठे रुद्र हृदय समस्त देवी देवताभ्यो ओम कलसवर्ण देवताभ्यो नमो नमः। गणेश आसन गरा गणेश राखाइ चाहिँ भाइ कलशलाई सबभन्दा उत्तरमा हो। उत्तरमा अनि बिचमा दियो कलश उत्तर छ दियो बीचमा दियो छ गणेश यता जानु नि त गणेश यता त्यो त्यो ठिक छ त अनि कलश उत्तरै छ त ठिक छ यता छेउमा आऊ गणेश नि यता एउटा पनि राखिदिनु नि त ए आसन जुले त्यहाँ हाल्नु भने त्यो कुरा अरे सुन्दैन त्यो तेल हाल्नु पर्छ माथि निकाल्नु नि त्यो तेरो छोरीले निकाल्न आउँछ नि स्थापना गरेपछि गणेश जसरी पनि राख्नुपर्छ। मैले भनेको नि अघि गणेश पूजा त हुँदै हुँदैन।